हेलो गाइज, दिस इज दिपेश छेत्री। बिहान उठे, नतिजा हेरे, देश नै घन्टीमय भएछ। सबैको मतदान खेर गएन, सबैलाई बधाई छ। अब बालन सरकार आउनेवाला छ, सबैजनालाई फेरि पनि अर्को पनि बधाई। र सोचेको जस्तै बन्नेछ देश, नयाँ परिवर्तन, नयाँ देश, नयाँ सरकार। राष्ट्रिय स्वतन्त्र पार्टीको जति उम्मेद्वारहरू उहाँलाई पनि धेरै धेरै बधाई छ। जनताले जुन आश, विश्वास र भरोसाले दिएको मत चाहिँ सदुपयोग गर्नुहुन्छ भन्ने मलाई आश छ। जेएनजी आन्दोलन सफल भयो। जसले ज्यान गुमाए उनीहरूको बलिदान खेर गएन। हामीले सोचे जस्तै भयो। अग्ली बार बालेन सरकार। र अब सूर्य देखिने भनेको चुरोटमा मात्रै हो, अरूमा आउनेवाला छैन। र जनताहरूले पनि अहिले पालि राम्रोसँग झुकाए। तर रुख अब मान्छेले रोज्ने भन्ने छहारीमा मात्र हो, होइन भने रोज्नेवाला छैन। यसपालि चाहिँ नेपालका जनताले आफूलाई सही साबित गराए र हामी सबैजना खुसी छौँ। अल द बेस्ट सबैजनालाई र बधाई पनि सबैजनालाई। अनि त्यसपछि छिट्टै नै बालेन सरकार देख्न पाइयोस् है त गाइज।